छोटो मन्तव्यको लागि हाम्रा विशेष अतिथि पर्यटन बोर्डका पूर्व नेपाल पर्यटन बोर्डका पूर्व उपाध्यक्ष तथा न्युगढ 5 निवासी समाजसेवी आदरणीय दाइ चन्द्र रिजालज्यूलाई छोटो मन्तव्यको लागि म अनुरोध गर्न चाहन्छु। स्वयंसेवक साथीहरू छिटोभन्दा छिटो प्रतिस्पर्धाको लागि गुरुधनज्यूहरूलाई अनुरोध गर्नुहोला र आउँदै हुन्छ चन्द्र रिजाल। संरक्षण समाजद्वारा ओए आइसक्यो, उठ न उठ ओए, ल उतै फर्क्यो। हाम्रो संस्कृतिलाई लामो समयदेखि यसको बारेमा विविध कार्यक्रम गरेर आइरहे अनुसार आज जुन कार्यक्रम आयोजक गरिरहनु भएको छ सभाका अध्यक्षज्यू, त्यसै गरी कार्यक्रमका प्रमुख अतिथि नेपाली कम्युनिस्ट पार्टीका नेता प्रदेश सांसद सरल सयात्रीज्यू, त्यसै गरी मञ्चमा उपस्थित रहनुभएका मैले श्रद्धा गर्नुपर्ने विभिन्न राजनीतिक पार्टी समाजसेवी कलाकार र यहाँ उपस्थित रहनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनीहरू सबैमा 5 नम्बर वडावासी तपाईँहरूको दाजुभाइको नाताले हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु र आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु। यो महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुभयो, मलाई अतिथिको रूपमा निमन्त्रणा गर्नुभयो। त्यसै गरी यो माहे संक्रान्तिको शुभकामना सहित यो गोरु जुधाइ महोत्सव सफलताको शुभकामना दिन चाहन्छु। यो एउटा चाहना मैले हेर्दा म एउटा पर्यटन व्यवसायीको हिसाबले, एउटा नेपाली नागरिकको हिसाबले हेर्दा यो अत्यन्त महत्त्वपूर्ण छ। मानव जीवनमा, मानव विकासमा हामीले हाम्रो संस्कृतिलाई पेसा र व्यवसायको रूपमा मात्र होइन, मान्छेलाई लामो समयसम्म जिउनका लागि र मान्छे स्वस्थ बन्नका लागि पनि यस्ता विविध कार्यक्रमहरू आयोजना हुने गर्छन्। यसलाई हामीले सकारात्मक ढङ्गले बुझ्ने र यसलाई व्यवसायी र मानवको उन्नतिको लागि लिने गर्नुपर्छ। म यही ठाउँमा जन्मेको, यही हुर्केको, यही नजिकै मैले 7 कक्षासम्म पढेको ठाउँ हो। हाम्रो ठाउँ सायद विश्वको अत्यन्तै महत्त्वपूर्ण यिनीहरूले त गोरु छोडिदिन्छन्। अब यसो भनिरहँदा आफ्नै ठाउँ गोरु गर्वसाथ भन्छु, म विश्वका धेरै देश गएँ, चाहे अमेरिकाको कुरा गर्नुहोस्, क्यानाडाको कुरा गर्नुहोस्, बेलायतको कुरा गर्नुहोस्, ब्राजिल र जापानको कुरा गर्नुहोस्, युरोपका विविध ठाउँमा जाँदा पनि मैले म जन्मे भनेर मात्र भनेको छैन, अत्यन्तै उन्नत छ। बराबर गाएको गोरु ठाउँलाई व्यवस्थित गर्न सकेन।